म अनिसा श्रेष्ठ। भदौ 23 गते जुन घटना भयो त्यो घटना सामान्य घटना थिएन। त्यो घटनाले फरक रूप लिएको छ र नेपाली नागरिकहरूको मनमा यति बेला गहिरो चोटको रूपमा चाहिँ किल्ला गाडेर बसेको छ। र त्यस दिनमा ड्रेसमा रहेका विद्यार्थीहरूले जुन जेनजी पुस्ता भनिएको छ, जेनजी पुस्ताले आफ्ना अधिकार सुनिश्चितको लागि मैदानमा उत्रिएर आफ्ना मागहरू राखेका थिए। ती मागहरूलाई सम्बोधन गर्नुपर्ने सरकार त्यति बेला चुकेर ती विद्यार्थीहरूको छातीमा गोली हाने, जसका कारण 30 जनाको मृत्यु भयो र कैयौं विद्यार्थीहरू यति बेला उपचारको क्रममा अस्पतालमै छन्। त्यो दिनको घटना अकल्पनीय भने पक्कै थिएन भनेर हेर्न पनि सकिन्छ। अहिले सामाजिक सञ्जाल विभिन्न समाचार पोर्टलहरूमा आइरहेका जानकारीले गर्दाखेरि मानिसहरू यानि कि नेपालका जनता र नागरिकहरूको मनमा अर्को खालको प्रश्न पनि उठिरहेको छ। विभिन्न कुराहरू, राजनीतिक वितृष्णामा परेका युवा पुस्ताहरू, राजनीतिक वितृष्णा पैदा भएर विदेश जान को लागि लम्किएका युवा पुस्ताहरू र राजनीतिक वितृष्णाकै कारणले विक्षिप्त भएका नागरिकहरूको मनमा धेरै खालका प्रश्नहरू थिए। त्यो दिन त्यो प्रश्नमा मात्रै केन्द्रित भएन, यानि कि त्यो दिन 30 जनाले आफ्नो ज्यानै गुमाउनु पर्यो, जसको नेतृत्वलाई असक्षमता साबित गर्नुपर्ने थियो। हुन त अब अहिले हामीले ती कुराहरू निकालेर हुँदैन, किनभने जो असक्षम नेतृत्व थिए ती बाहिरिसकेका छन्। यद्यपि फेरि त्यही चर्चामा चुलिएको विषय रहेको छ अहिले अन्तरिम सरकार गठनको। यो गठनका लागि जेनजी पुस्ताले पूर्व न्यायाधीश सुशीला कार्कीलाई अगाडि सारेको छ र हिजो मात्रै धेरै छलफल पनि भएको छ। सेनापतिसँग छलफल भएको छ, राष्ट्रपतिसँग छलफल भएको छ, विभिन्न खालका कुराहरू आएका छन्। यी कुराहरूले र यी घटनामा एउटा कुरा के देखिन्छ भने सेनामा पनि विश्वास गर्न सक्ने अवस्था छैन भनेर देखिन्छ। तर यद्यपि अर्को विश्वासको कुरा के छ भने 24 गते जुन नेपालका सार्वजनिक सम्पत्तिहरूलाई तहस नहस गराइए, विभिन्न निजी क्षेत्रका व्यवसायहरूलाई चाहिँ ताकेर नै व्यवसायहरू जलाइए, ती कुराहरू अकल्पनीय थिएनन्। र ती दिनका कुरालाई अहिले हामीले हेर्यौँ भने अहिले हामी नेपालको भूमिमा बसेका छौँ, तर हामीसँग केही पनि यथेष्ट प्रमाण छैन, डकुमेन्ट छैन, हामी जाने अदालत छैन, हामी न्याय माग्ने ठाउँ छैन। यद्यपि फेरि सरकार निर्माणको लागि अगाडि बढिरहेको छ। यसै सन्दर्भमा आज यति बेला हामीले विभिन्न हाम्रो टेलिभिजनबाट दिने कुराहरूलाई पनि यहाँहरूलाई जानकारी दिइरहेका छौँ र यो सँगसँगै हामीले विश्लेषण पनि गरिरहेका छौँ। अब राज्य कता जान्छ, कस्तो हुन्छ, संवैधानिक हिसाबमा चल्छ कि चल्दैन, कस्तो नेतृत्व आउँछ, जेनजीले चाहेको के हो भन्ने विषयका कुराहरू हामी गरिरहेका छौँ। आज मसँग यस्तै विषयसँग कुराकानी गर्नको लागि मेरा अतिथि हुनुहुन्छ। मैले आज पोखरा विश्वविद्यालयका उपप्राध्यापक एवं विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा आफ्ना रिसर्च आर्टिकल लेख्नुहुने एकजना पात्र हुनुहुन्छ, जो आजको यो विश्लेषणको लागि उहाँ योग्य पात्र पनि हामीले ठानेर उहाँलाई स्टुडियोमा बोलाएका छौँ। उहाँ हुनुहुन्छ विश्लेषक योगराज लामिछाने हुनुहुन्छ। उहाँले भर्खरै मात्रै भन्दा पनि बङ्गलादेशमा जुन विद्यार्थीले आन्दोलन गरेका थिए त्यो आन्दोलनको रिसर्च आर्टिकल अन्तर्राष्ट्रिय जर्नलमा राख्नुभएको थियो, राखेको पनि हामी पढ्न सक्छौँ। र उहाँ अहिले भर्खरै मात्रै यो जुन चलिरहेको छ वर्तमान अवस्थाको विश्लेषण भनौँ या भनाइ पनि अहिले भर्खरै मात्रै आजभोलि नै हामीले जलजिरा जुन नेपाल मात्रै नभइकन विश्वको प्रख्यात मिडिया सञ्चार माध्यमबाट पनि पढेका थियौँ। र यो अवस्था कता जान सक्छ, अहिले गरेका प्रक्रियाहरू संवैधानिक तह हिसाबले चल्छ कि चल्दैन भन्ने लगायतका प्रश्नहरू केन्द्रित रहेर आज म उहाँसँग प्रश्न गर्छु। म ढिला नगरिकन यो कार्यक्रममा उहाँलाई स्वागत गर्दछु। नमस्कार अनि स्वागत छ यहाँलाई। धन्यवाद। यहाँलाई मैले धेरै दिनदेखि नै पछ्याइ त राखेको थिएँ, यद्यपि फेरि प्रसङ्ग र समय अहिले मिल्यो, मलाई खुसी पनि लागेको छ। यहाँले चाहिँ बङ्गलादेशमा भएको विद्यार्थीको जुन चाहिँ आन्दोलन थियो त्यसको रिसर्च आर्टिकल, त्यस पछाडि इनफ इज इनफ एउटा चाहिँ अकुपाई बालुवाटार जस्ता रिसर्च आर्टिकलहरू चाहिँ अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका थिए, हामीले हेर्ने मौका पनि पाएका थियौँ। र वर्तमान परिवेशको विश्लेषण र तपाईँका भनाइहरू चाहिँ भर्खरै मात्रै अल जलजिरामा चाहिँ विश्वकै प्रख्यात सञ्चार माध्यमबाट पढ्न पाएका थियौँ। त्यो पढेका हिसाबले पनि मलाई तपाईँसँग कहिले चाहिँ कुरा गर्न पाउला भन्ने मनमा हुटुटी भएको थियो। आज सौभाग्यवश त्यो मिल्यो। सबैभन्दा पहिला यहाँलाई स्टुडियोमा हार्दिक स्वागत गर्न चाहे। धन्यवाद यो छलफलको लागि आमन्त्रण गर्नुभएकोमा। अहिलेको यो परिवेश हाम्रो भलै बाहिरी ओठमा मुस्कान आए पनि मन अहिले हामी प्रत्येक नेपालीको मन शोकमै डुबेको छ। हामीसँग हाम्रा सार्वजनिक सम्पत्तिहरू छैनन्,
हामीले जाने न्याय माग्न जाने हाम्रा ठाउँहरू छैनन् अहिले। केही भइहाल्यो बाटोमा भने कसलाई गुहार्ने भन्ने गुहार गरेर चिच्चाउने आवाजहरू अहिले हाम्रो बन्द छन्। यहाँले विश्लेषण पनि गर्नुभएको थियो, अहिले हालै मात्र अल जजिरामा प्रकाशित विश्लेषणमा तपाईँले धेरै कुराहरू त्यसमा समेट्नु पनि भएको छ। अहिले यो जेनजी पुस्ताले गरेको यो मुभमेन्ट कस्तो खालको मुभमेन्ट हो, यही पहिलो प्रश्नबाट यहीँबाट सुरु गरेँ यहाँसँग मैले। जब यो आन्दोलनको आह्वान गरिएको थियो म पनि यो आन्दोलनप्रति अप्टिमिस्टिक थिएँ र मेरो पनि एक किसिमको नैतिक समर्थन थियो। कुनै पनि झन्डा नबोकिकन नेपालमा भएका विकृति र विसङ्गतिका विरुद्धमा यो अराजनीतिक ढङ्गले, गैर राजनीतिक ढङ्गले एउटा अभियान चलाउने र राज्यका सरकारवाला निकायहरूलाई खबरदारी गर्ने जुन उद्देश्य लिएको थियो त्यसप्रति मेरो एकबद्धता थियो। र अघिल्लो दिनको घटनाको क्रममा जुन किसिमको घटना घट्यो, त्यहाँ दर्जनौँ युनिफर्ममा भएका विद्यार्थी भाइ बहिनीहरूको जुन निधन भयो त्यो प्रति म अत्यन्त मर्माहत थिएँ। तर दोस्रो दिन जुन किसिमले घटनाले अर्को मोड लियो र राष्ट्रिय सम्पत्ति र निजी सम्पत्ति मध्ये पुस्ताले गरेको आन्दोलन चाहिँ फेरि आन्दोलनमा सीमित रहेन, अर्कै आन्दोलनमा सीमित रहेन र स्वयं आयोजकहरूले पनि भोलिपल्टको घटनाक्रममा हाम्रो संलग्नता छैन जुन भनेका छन्, भोलिपल्टको तस्बिर भने भयावहपूर्ण थियो, त्यो खेदजनक थियो। अहिले चाहिँ जुन यो अवस्थामा अहिले हामीले भनिरहँदाखेरि पनि हाम्रो आङ नै सिरिङ्ग हुन्छ, कापिरहेको छ, बोल्दा ओठ कापिरहेको छ, हिँड्दा खुट्टा पनि कापिरहेको छ, डरै डर तरासमा चाहिँ रातहरू बिताइरहेका छौँ। यो अवस्थामा कतिपय यहाँले लेखेका आर्टिकलहरू, यहाँले देखिराख्नु भएको विषयवस्तुहरू, प्रसङ्ग अहिले जुन सुशीला कार्कीलाई जेनजी पुस्ताले अगाडि सारेको छ अन्तरिम सरकार गठनको लागि, यो संवैधानिक छ कि असंवैधानिक छ, यो पनि सोध्न चाहे यहाँलाई मैले। यो असंवैधानिक छ, तर कानुनको सिद्धान्त अन्तर्गत हामीले यसलाई ब्रडर पर्सपेक्टिभमा हेर्ने हो भने जब संसदमा रहेका सम्पूर्ण दलहरूका शीर्षस्थ नेताहरूले यसलाई अपनाएर जान स्वीकृति दिएको जुन भन्ने सुनिएको छ, यो कानुन त छ तर नेपालको संविधान विपरीत छ। कतिपय संविधान विज्ञहरूले पनि यसको चाहिँ यो संविधान तह नै छ भन्ने कुराहरू पनि कता कता देखिन्छ नि। यो विषयलाई संविधान अनुकूल छैन। अहिले मैले भने नि डक्ट्रिन अफ नेसेसिटी भन्छ नेपालीमा, आवश्यकताको सिद्धान्त, त्यो सिद्धान्त अनुकूल छ। जतिखेर हामी संवैधानिक दायराभन्दा अलि पर पुगेर पनि केही निर्णयहरू राज्यको आवश्यकता अनुसार गर्नुपर्ने एउटा यस्तो परिस्थिति सिर्जना हुन्छ मुलुकमा, त्यतिखेर गरिन्छ। हामीले त्यो डक्ट्रिन अफ नेसेसिटी भनेकै त्यही हो। सामान्य उदाहरणमा भन्नुपर्दा दुईटा इभिल्स मध्येको एउटा इभिल्स रोज्नुपर्ने हुन्छ। ड्राइभरले गाडी भिडतिर लैजाने कि तपाईँको पहरोतिर ठोक्याउने? पहरोतिर ठोक्याउँदा पनि क्षति त पर्याप्त हुन्छ, तर भिडबाट गाडी गुल्टिनुभन्दा पहरोतिर ठोक्याउनु नै बेस भन्ने हाम्रो व्यावहारिक जीवनमा हामीले जसरी भन्छौँ, सुशीला कार्कीको नियुक्ति त्यही प्रक्रिया अन्तर्गत हुने हो भन्ने मलाई लाग्दछ। अहिलेको यो जुन जेनजी पुस्ताले राखेका जुन मागहरू छन्, ती मागहरू जायज छन्। त्यो मागहरूलाई सम्बोधन गर्नको लागि सुशीला कार्की कतिको उपयुक्त पात्र हो जस्तो लाग्छ यहाँलाई? जेनजीले राखेका मागहरू, दो इट इज हाइज्याक्ड बाई अदर ग्रुप्स, दोस्रो दिन त त्यो इट इज टोटल्ली हाइज्याक्ड, तर पनि जेनजीले राखेका मागहरू सुशीला कार्कीले न्यायाधीशका रूपमा भन्दा पनि एउटा सामाजिक अभियन्ताका रूपमा टेलिभिजनमा आएर विभिन्न कार्यक्रमहरूमा उहाँ आमन्त्रित भएर बोल्दै गर्दा उहाँ उमेरले जेनजी वर्गको नभए पनि उहाँका अभिव्यक्ति र ती जेनजी ग्रुपका मागहरू बीच व्यापक तालमेल देखिन्छ। तर यदि उहाँको नियुक्ति भयो भने उहाँ त्यो काम गर्न सक्षम हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा भने इतिहासले देखाउने कुरा हो। हुन्छ, कतिपय कुरामा चाहिँ अहिलेको यो ठ्याक्कै मैले यो नसोधे पनि हुन्थ्यो, तर नसोधिकन कसरी छुट्ने फेरि। कतिपय अवस्थामा जुन चाहिँ अहिले अन्तर्राष्ट्रिय मिडियामा उहाँले दिनुभएको इन्टरभ्यूहरू हामीले सोसियल मिडियाबाट हेरिरहेका छौँ, ती कुरा र यताको जुन चाहिँ अन्तरिम सरकार गठनको लागि चाहिँ सुशीला कार्कीको नेतृत्वमा जाने जुन छ नि, यो कुराहरूको तालमेललाई कसरी हेर्न सकिन्छ? इन्टरभ्यू पहिलाका होइनन्। हिजो भर्खर तपाईँले भन्न खोजेको केही इन्डियाका सञ्चार माध्यमहरूमा
उहाँका अन्तर्वार्ताहरू छोटो अन्तर्वार्ता आए, फोन कल्सहरू, गोप्य फोन कल्सहरू होइन, त्यही अन्तर्वार्तालाई ओन्ली भोइसका रूपमा त्यो टेलिफोन कल जस्तो बनाएर अतिरञ्जित गरिएको हो भन्ने मलाई लाग्छ। मैले अन्तर्वार्ता सुनेको हुँ र उहाँले भारतसँगको सम्बन्ध र अहिले भारतको नेतृत्व गरिरहनु भएको नरेन्द्र मोदीजीसँगको सम्बन्धको बारेमा कुरा गर्नुभएको थियो। तर मलाई लाग्दछ आफू नियुक्ति हुनुभन्दा पहिला यसरी अनौपचारिक ढङ्गले मिडियासम्म नबोलेको भए हुन्थ्यो। बोलेका कुरामा त्यस्ता विवादास्पद कुरा भने मैले खासै देख्दिनँ। अहिले हुन त अहिले हामीले चाहिँ यो चाहिँ जुन चाहिँ आन्दोलन सुरु भयो, जेनजी पुस्ताले आन्दोलन सुरु गरे भन्ने कुरामा चाहिँ सामाजिक सञ्जाल बन्द हुनु हो भनेर चाहिँ भनिरहँदा पनि अहिलेको सामाजिक सञ्जालबाट पनि एउटा कुरा देखेको कुरा, जुन चाहिँ भारतीय सञ्चार माध्यमहरू चाहिँ काठमाडौँमा आएर रिपोर्टिङ गर्न आए तर नेपालकै सञ्चार माध्यमहरूलाई चाहिँ भित्र पस्न दिएन भन्ने कुराहरू पनि आएका छन्। अब यसको राष्ट्रिय अन्तर्राष्ट्रिय कारण के हो भनेर आजको यो हाम्रो छोटो यो छलफलमा हामी कुनै निर्णयमा पुग्न सक्दैनौँ। तर सत्य के हो भने त्यहाँ क्युमुलेटिभ भएर रहेको फ्रस्ट्रेसन भने थियो। इट इज ट्रिगर्ड बाई सोसल मिडिया ब्यान। जसरी सोसल मिडिया ब्यान भएपछि यो प्रस्फुटन भयो, त्यो भने सत्य हो। फ्रस्ट्रेसन थियो, त्यो फ्रस्ट्रेसन सोसल मिडिया ब्यान पछि जुन आन्दोलनको आह्वान गरियो, जुन नन पोलिटिकल कार्यक्रम भएको कारणले पनि त्यो स्तरसम्म पुगेको हो। यही कुरा किन युवा सङ्घले गर्न सकेन? यही कुरा तरुण दलले किन गर्न सकेन? यो तरुण दल, युवा सङ्घ अथवा कुनै क्रान्तिकारी विद्यार्थी सङ्घ, नेवी सङ्घले गरेको भए त्यो उचाइ प्राप्त गर्न सक्ने थिएन। किनभने सबैको आन्दोलन हुने थिएन। पहिलो दिनको आन्दोलन सबै मेरो थिएन, म थिइनँ भने पनि मेरो भाइको आन्दोलन थियो, मेरो थिएन भने पनि मेरो भतिजको आन्दोलन थियो। तर फेरि मलाई खेर लाग्छ कि कतै मेरो भतिजले त्यो तोडफोड गरेका कारणले मेरो भतिजलाई खोज्दै कुनै प्रशासन अब मेरो घरसम्म आइपुग्ने त होइन। कसै त्यो कलङ्कको तोडफोडको म त अधिवक्ता पनि हो, सर्वोच्च अदालत जलेको हो, त्यसको जिम्मेवारी कतै मेरा भतिजहरूको, मेरा भाइहरूको काँधमा परेर खोज्दै प्रहरी प्रशासन मेरो घरमा त आउने होइन भन्ने त्रासदी पनि ममा छ। जुन चाहिँ जस्तै कतिपय कुरामा चाहिँ मैले अघि पृष्ठभूमिमा पनि यहाँलाई चाहिँ सुन्नुभएको थियो, जुन चाहिँ सिंहदरबार र प्रहरी सेनाको वासस्थान भनेको 5 मिनटभन्दा बढीको दूरी छैन। तर त्यो बेलामा जुन बेलामा चाहिँ आग लागि गरे केही स्वार्थ समूहका व्यक्तिहरू जो परिचालित थिए, त्यो व्यक्तिले गर्दाखेरि त्यो दूरीबाट देख्दाखेरि अलिकति शीर्ष केही हुँदा पनि देख्ने आँखाहरू नजिक हुँदै पनि सेनाहरू त्यहाँ त्यत्रो हाम्रो सम्पत्तिमाथि चाहिँ आग लागि हुँदाखेरि, त्यत्रो नष्ट हुँदाखेरि चाहिँ एउटा मुख दर्शक बनेर बस्यो त्यो बेलामा। त्यसलाई चाहिँ कसरी विश्लेषण गर्नु? जुन प्रोक्सिमिटी छ सर्वोच्च अदालत र सेनाको मुख्यालयको मात्रै होइन, अन्य महत्त्वपूर्ण जुन हामी डेमोक्रेसीका फन्डामेन्टल कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका अनि राष्ट्रपति निवास, ती सबै स्तम्भहरू भर्चुअल्ली लिटरल्ली तिनीहरू ड्यामेज कोल्याप्स भए। त्यतिखेर तपाईँको के हो भने सवारी साधनमा नभई फ्ल्याग मार्च गर्दै गएर घेरा दिएर पनि सुरक्षा गर्न सकिने अवस्था हुँदाहुँदै पनि त्यो किसिमको सक्रियता, त्यो किसिमको अग्रसरता किन त्यो सुरक्षा निकायहरूमा देखिएन, विशेष गरी सेनामा देखिएन भन्ने बारेमा भने व्यापक डिस्कसन भएको छ। तपाईँलाई के लाग्छ किन त्यस्तो भयो होला? सेनाहरू किन मुखदर्शक बनेर बसे? अब सेनाको आफ्नो कतिपयले भन्ने गर्दा यो प्रोटोकल पनि हुन्छ, हामीलाई त्यो किसिमको आदेश भएन। अघिल्लो दिन प्रहरीका गोलीबाट त्यहाँ दर्जनौँ युवाहरूको मृत्यु भएको छ। अब फेरि त्यही परिणाम भाग 2 फेरि आज पनि कतै हुने त होइन। तर त्यसलाई शान्तिपूर्वक सेना अगाडि बढेको भए, प्रहरीले त्यो गर्न सक्ने कुरामा मलाई विश्वास छैन। तर सेना अगाडि भएको भए त्यसलाई घेराबन्दीमा राखेर भन्न सकिन्थ्यो उनीहरूसँग त्यो एक किसिमको नेपाली सेनामा त्यो चातुर्याइ छ, उनीहरू जथाभावी बोल्दैनन्, उनीहरूको वाक्पटुता पनि सेनामा देखिन्छ। तर उनीहरूले भन्न सके ए भाइ तिमीहरू, ए बहिनी तिमीहरू करप्सनका विरुद्ध आन्दोलन गरेका थियौ भने त्यो करप्सनका फाइलहरू नै, मिसिलहरू नै यही अदालतमा सुरक्षित छ। आज तिमीहरूले यसलाई ध्वस्त पार्यौ भने कसरी ती भ्रष्टाचारीहरूलाई हामी कठघरामा पुर्याउन सक्छौँ भनेर त उनीहरूले त्यसले कन्भिन्स गर्न सक्थे। गोली नै चलाउनु पर्ने आवश्यकता थिएन। त्यो गर्नप्रति उनीहरूले किन अग्रसरता लिएनन्? त्यो कुरा भने शङ्कास्पद त नभनौँ, यो विचारणीय छ। तर अहिले चाहिँ जति पनि वेबको पोर्टलहरूमा चाहिँ न्युज पोर्टलहरूमा हेऱ्यौँ भने
विभिन्न राजनीतिक व्यक्तिहरूको कुरा हेऱ्यो भने विश्लेषज्ञहरूकै कुरा गरियो भने पनि उहाँहरूले चाहिँ सेनाप्रति नै आशंका गरेका अभिव्यक्तिहरू दिनुभएको छ। अब सेनाप्रति आशंका गर्ने सन्दर्भमा भने मलाई अहिले के छ भने अन्तिम अवस्था जब व्यक्तिको माथि किनभने राजीनामा प्रधानमन्त्रीले चाहिँ अराउन्ड 1:30-2 मा दिनुभएको थियो। तर मलाई के लाग्छ भने अन्तिम अवस्थामा जब व्यक्तिहरू निरीह हुन्छन्, राज्यका संस्थाहरू निरीह हुन्छन्, अन्तिम अवस्थामा त के रहेछ भने स्टेटको एउटा मेजर वान अफ द फङ्सनिङ पार्ट भनेको त सेना नै रहेछ। आज म त्यो सेनालाई नै यसरी टेलिभिजन स्टुडियोमा बसेर म ब्लेम गर्ने चरणमा भने छैन, तर उसले अग्रसरता नलिएको सन्दर्भमा भने मलाई दुःख लागेको छ। कतिपय अवस्थामा चाहिँ अरू ठाउँको त अब धेरै ठाउँमा चाहिँ सार्वजनिक सम्पत्तिहरू नष्ट भएका छन्, जस्तै भाटबाटनी जस्तो जसले चाहिँ सयौं जनालाई रोजगारी दिएको त्यस्ता संस्थाहरू नष्ट भएका छन्। ती कुराहरूलाई पनि नहेरिकन अब सार्वजनिक सम्पत्तिसँग रिस हुनु फरक कुरा हो, तर निजी क्षेत्रका व्यवसायहरूलाई पनि छोडेनन्। अब निजी र सरकारीका कुरा भएन, यहाँ एक किसिमको दोस्रो दिनको घटना छ। त्यसले त लगानीको वातावरण, व्यापारको सन्दर्भमा भने नेपालमा लगानीको वातावरण छैन। हामी अहिले यहीँभित्र आन्तरिक प्रोत्साहन पनि गर्छौँ व्यापारका लागि, यहीँ सम्भावनाको खोजी गर्ने भन्छौँ, त्यो इन्टरनेसनल माइग्रेसनलाई हामीले रोक्ने भन्छौँ, अनि फरेन इन्भेस्टमेन्टका पनि कुरा गर्छौँ, लगानी मैत्री वातावरण बनेको छ भनेर पनि भन्छौँ। विशेष गरी पोखराको भूगोलमा बसेर भन्दाखेरि त अहिले हामीले टुरिस्ट क्यापिटल भनेका छौँ, यहाँ सर्भिस सेक्टरहरूको विकास भइराखेको छ होइन। यस्तो सन्दर्भमा अब लगानीको वातावरण नहुँदाखेरि रोजगारीको अवसर पनि सिर्जना नहुने, जसका कारणले त्यो पलायन हुने दर थप बढ्ने त होइन भन्ने कुरा आकलन गर्न सकिन्छ। जुन चाहिँ यो जेनजी पुस्ताको आन्दोलनलाई प्रयोग गरेर चाहिँ अहिले विभिन्न खालका जस्तै धेरै अग्रसरता भूमिकामा सिर्जना गरेका जस्तै राजावादी संस्थाहरू देखिन्छ, रासोपा देखिन्छ, विभिन्न दलका केही व्यक्तिहरू पनि देखिन्छ। यिनीहरूलाई चाहिँ कसरी लिन सकिन्छ? यी चाहिँ जेनजी पुस्ताको कानमा राखेर यिनीहरूले चाहिँ बन्दुक पड्काउन खोजेका छन् भनेर पनि सुनिन्छ। यो परिस्थितिले यिनीहरू जेनजी परिचालित भएको भन्दा पनि जेनजीको आन्दोलनमा घुसपैठ भएको, जसका कारणले त्यहाँबाट तपाईको अवसर लिन खोजेका केही राजनीतिक दलहरू छन् भने जस्तो त्यहाँ देखिन्छ। विशेष गरी अब त्यो स्वतन्त्रले त्यो फाइदा उठाउन खोजेको हो भन्ने देखिन्छ, तर समग्र घटनाक्रमले भने सबैभन्दा बढी ब्याकफायर उसैलाई गरेको जस्तो म मान्दछु। राष्ट्रिय स्वतन्त्र पार्टीलाई ब्याकफायर गरेको छ। जस्तै रवि लामिछाने बाहिर निस्किनु भयो, उहाँ बाहिर निस्कनुलाई मैले अन्यथा मानेको छैन। जब तपाईको सिंहदरबार जलेको छ भने कारागार सुरक्षित रहन्छ भन्ने कुरा होइन, तर एउटा राज्यको एउटा दलको पूर्व गृहमन्त्री भइसकेको एकजना वरिष्ठ कैदी थिए, कोट अनकोट वरिष्ठ कैदी थिए। यदि राज्यले त्यहाँ सुरक्षा दिन नसकेर त्यहाँ कुनै घटना घटेको भए त पछि फेरि यसले आन्दोलनको अर्को रूप लिन सक्थ्यो। हाम्रो नेतालाई जेलभित्र यसरी मारियो भन्ने नाममा यो आन्दोलन जेनजी आन्दोलन साम्य भइसकेपछि स्वतन्त्र पार्टीको पनि आन्दोलन हुन सक्थ्यो। त्यसकारण त्यो राज्यसँगै समन्वय भएर एक किसिमले उनी त्यहाँबाट निस्केका हुन्, तर उनका मान्छेहरूले भने आन्दोलनमा अघिल्लो दिन नै गर्नुपर्ने धेरै कामहरू फत्ते गरिसकेको जस्तो देखिन्छ। अब भोलि मलाई लाग्छ अहिलेसम्मको राजनीतिक वातावरण अनुसार सुशीला कार्की प्रधानमन्त्री नियुक्ति हुने भन्ने सन्दर्भमा हामी आज यहाँ बसिराखेका छौँ। यदि त्यो भयो भने उहाँलाई प्रधानमन्त्री बनाउँदा त एउटा टिआर बनाएर दिइएला, शान्ति सुरक्षा कायम गर्ने, निर्वाचन गर्ने, अनि तपाईको जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनको छानबिन गर्ने हैन, निहत्था विद्यार्थीहरूलाई कसरी मारियो, ती जो दोषी छन् उनीहरूलाई सजाय दिने, त्यसको सँगसँगै आन्दोलनलाई प्रयोग गरेर राज्यको सम्पत्ति र नेपाली जनताको व्यवसायलाई क्षति पुर्याउने, लुटपाट मच्चाउने जुन उशृङ्खल तत्त्व थियो त्यसको पनि पहिचान गरी आवश्यक कारबाही गरिनुपर्छ। गर्ने त्यो आगामी सरकारको टिआरको वान अफ द मेजर पोइन्ट्स हुनुपर्छ भन्ने मलाई लाग्छ। अहिले जुन सुशीला कार्कीलाई चाहिँ प्रधानमन्त्री नियुक्त गर्दा चाहिँ के हुन सक्छ, त्यसका नेगेटिभ पार्ट र सकारात्मक दुईटै पार्टलाई अलिकति विश्लेषण गरिदिनु। संविधान त डिरेल भयो पहिलो कुरा। यो संविधान त भएन। हामीले 10 वर्ष अगाडि ठुलो सङ्घर्ष गरेर
तपाईको दुई पटक संविधान सभा गठन भयो र दोस्रो संविधान सभाले जनताको स्वामित्व अपनत्व भएको भनेर जुन हामीले संविधान भनेका छौँ, त्यो संविधान हामीले 10 वर्षमै हामीले त्यो संविधानबाट हामी अलिकति विचलित भएर उहाँलाई नेतृत्व ल्याउनु पर्ने भयो। किनभने यसको मेन कारण त राजनीतिक दलहरू नै हुन् नि, होइन र? राजनीतिक दल भन्दा पनि राजनीतिक दलको शीर्ष नेतृत्व जसको सत्ता लिप्साका कारणले गर्दा आज के छ भने सम्बन्धित दलमा भएका असल मान्छेहरूले पनि सामाजिक र राजनीतिक घटनाक्रममा भाग लिन नपाउने, भोलि उनीहरू एउटा दुईटा निर्वाचनमा अनुमोदन नहुने, योग्य मान्छे पनि अनुमोदन नहुने र आज कुनै दलको सदस्य भएको कारणले बाहिर समाजमा आएर आफ्नो मन लागेका कुराहरू स्वतन्त्र तरिकाले अभिव्यक्ति गर्न पनि नपाउने अवस्था सिर्जना गर्ने भनेको दलभन्दा पनि त्यो दलको शीर्ष नेतृत्व र पटक पटक नेतृत्वमा गएर पनि रिजल्ट दिन नसकेको एउटा पुस्ता छ। त्यो पुस्ताका कारणले पार्टीहरूलाई पनि लाचार बनायो। एउटा क्याप्टेनको कारणले जसरी सिप डुब्छ नि, आज सम्बन्धित यी कन्सर्न पार्टीका क्याप्टेनहरूका कारणले सम्बन्धित पार्टीका ध्वजवाहक ती हाम्रा सिपहरू छन् नि, जहाजहरू छन् नि, ती आवश्यक थिए लोकतन्त्रका लागि, उनीहरूलाई पनि डुबाउने काम भएको छ। हामीले दललाई ब्लेम गर्न भन्दा पनि वी हेभ टु आइडेन्टिफाई द पर्टिकुलर लिडर्स एन्ड बिकज अफ देम वी हेभ फेसिङ सच टाइप अफ कन्सिक्वेन्सेस टुडे। अहिलेको परिवेशमा जस्तै यहाँले भने जस्तो लिडरहरूले जसले चाहिँ त्यसको नेतृत्व गरिरहेको थिए, त्यो लिडरहरूका कारणले चाहिँ यो स्थिति आएको सिर्जना भएको भनिरहँदा त्योभन्दा पछाडिका पुस्ताहरू छन् नि, जस्तै गगन थापा पुस्ताहरू होलान्, विश्वप्रकाश पुस्ताहरू होलान्, योगेश भट्टराई पुस्ताहरू छन्, ती पुस्ताहरूको विश्वास पनि जेनजीले गर्न सकेन नि? होइन, उनीहरूले प्रयत्न गरेको देखिन्छ। अस्ति भर्खरै हेर्नु होला, संवैधानिक नियुक्तिका विरुद्धमा परेको रिट वर्षौँ लागेपछि भएको फैसलामा पनि सर्वोच्च अदालतका न्यायाधीशहरूले फैसला गर्ने बेलामा त अन्तिम फैसला त नम्बरकै आधारमा आउँदो रहेछ। 3-2 आयो नि त फैसला त। तर त्यो किसिमको हस्तक्षेपकारी भूमिका खेलेर पार्टीको निर्णय गराउने तहमा ती युवा पुस्ताहरू पुगेका रहेनछन् भनेर बुझ्नु पर्यो। युवा पुस्ता पदमा भने पुगेका रहेछन्। अहिले तपाईँले 2-3 जना नेताको रेफरेन्स दिनुभयो। गगन थापा र विश्वप्रकाश महामन्त्री भए भनेपछि त अब नेपाली कङ्ग्रेसमा कायापलट भयो भन्ने भयो। उनीहरूले त खबरदारी त गरिराखे। विश्वप्रकाशले त शेरबहादुर दाई अबको प्रधानमन्त्री हुनु हुँदैन भनेर त एकचोटि तपाईँको बैठकमा भनेका कुराहरू बोल्नु नै भएको थियो। उहाँहरूले अब सत्तामा बस्नुको औचित्य छैन, गगन थापाले त उहाँको विरुद्धमा चाहिँ फेरि सभापतिमै उहाँ पनि लड्नु भएको थियो। र अर्को कुरा, जुन किसिमको 24 गतेको वितण्डा हुनभन्दा पूर्व नै दुई महामन्त्रीहरूले त यो संयुक्त सरकार काङ्ग्रेस एमालेको संयुक्त सरकारको औचित्य समाप्त भइसक्यो, 7 बुँदेको औचित्य समाप्त भयो, सरकारमा बसिरहनुको औचित्य छैन भनिराख्नु भएको थियो। सोसल मिडिया ब्यानका विरुद्धमा पनि केही नेताहरूले मुखर भएर बोलिराख्नु भएको थियो। तर उनीहरूको भोइसलाई पनि के गरियो भने कन्सर्न पार्टीहरूले नजरअन्दाज गरे, दबाइयो। अहिले चाहिँ जुन सुशीला कार्कीको चर्चा चलिरहेछ र 9 बजे मात्रै, आजै 9 बजे 10 बजे नै उहाँहरूलाई चाहिँ शपथ खुवाउने भन्ने कुराहरू थियो, तर अहिले रोकिएको छ। तर त्यो सँगसँगै मैले अर्को एउटा प्रश्न यहाँलाई सोध्नुपर्छ। जस्तै पूर्व न्यायाधीश खिलराज रेग्मी चाहिँ मन्त्री परिषदको अध्यक्ष हुँदा चाहिँ त्यसको विरुद्धमा चाहिँ परेको रिटमा चाहिँ सुशीला कार्कीले नै प्रधान न्यायाधीश पदमा रहेका जति पनि न्यायाधीशहरू छन् आगामी दिनमा चाहिँ कहिले पनि कार्यकारी पदमा अथवा कार्यकारी भूमिकामा देखा पर्न हुँदैन भनेर फैसला गर्नुभएको थियो। तर यो घटना मलाई याद छ। म कानुनको विद्यार्थी भएका कारणले यस्ता नजिरहरूलाई मैले अध्ययन पनि गर्ने गरेको छु। र पछि भने अब यसको औचित्य अब जुन नहुन पर्ने भनेर रिट परेको थियो, यो भइसकेर सबै काम तमाम भइसकेका कारणले अब यसको अर्थ छैन भनेर यसलाई तामेलीमा राखियो। उहाँले फैसला गरे पनि यो के हुन्छ भने राजनीतिक सामाजिक विषयमा एकपटकका लागि भन्ने हुन्छ। मैले त्यहाँ बाधा अड्काउका पनि केही प्रावधानहरू छन्। अब के हो भने म त खासमा त कन्स्टिट्युसनलिजममै विश्वास गर्ने मान्छे हो। संविधानभित्रबाट नै सोल्युसन खोजिनुपर्छ। अहिले तपाईँले रिफर गरेका मिडियासँग इन्टरभ्यू दिँदाखेरि पनि मैले कठोरतापूर्वक भनेको थिएँ, एनी एमपी फ्रम दि एक्जिस्टिङ पार्लियामेन्ट भनेको थिएँ। तर अब तपाईँको के भयो भने संसदीय दलका नेताहरूसँग राष्ट्रपतिले औपचारिक अनौपचारिक सम्पर्क गरेर अब हामीले संविधान बाहिरबाट गएर सोल्युसन खोज्नुपर्ने भयो, बाधा अड्काउ फुकाउनु पर्ने भयो भनेर भन्दाखेरि
उहाँहरूले पनि सुशीला कार्कीको सन्दर्भमा उहाँको नेतृत्वमा निर्वाचन गर्ने हो भने ठिक छ भनेर अलिखित रूपमा मौखिक रूपमा उहाँहरूले त्यसलाई समर्थन गर्ने भन्ने सन्दर्भमा त हामी आम नागरिकको रूपमा एउटा शिक्षकका रूपमा भन्दाखेरि शान्ति सुव्यवस्था हुने, लोकतन्त्र बाँच्ने, तपाईँको के छ भने फ्रिडम अफ प्रेस तपाईँका लागि, फ्रिडम अफ स्पिच मेरा लागि भइदियो। मेरो घर सम्पत्ति धनजनको क्षति हुनबाट जोगियो भने तत्कालको परिस्थितिमा अब ट्रेन डिरेल भइसकेपछि अब त्यही त्यो लिगै खोलामा लगेर अब फेरि ट्रेनलाई माथि ल्याउन भन्दा ट्रेनलाई क्रेनले उचालेर अब चुनाव मार्फत फेरि लिगमा ल्याउने होला भन्ने नै लाग्दछ मलाई। तर त्यो भनिरहँदा चाहिँ तपाईँले भनेको कुरा सँगसँगै कनेक्सन गर्दाखेरि चाहिँ उहाँले फैसला गर्ने बेलामा त्यो गर्नुभयो, तर अहिले आउँदाखेरि चाहिँ त्यो फैसलासँगै उहाँ अब अब हुने भनेको यदि भयो भने न्यायाधीश सुशीला कार्की होइन, अब हुने भनेको अन्तरिम या प्रधानमन्त्री के नाम दिइन्छ, त्यतिखेर अन्तरिम सरकारको अध्यक्ष भनेर दिएको थियो, अब के नाम दिइन्छ उहाँ अब सी इज नो मोर चिफ जस्टिस अफ सुप्रिम कोर्ट। अब कतिपय अवस्थामा चाहिँ यहाँलाई अर्को म यहाँसँग जोड्न चाहे जस्तै कतिपय हुन त फेरि पहिलो पुस्ताका चाहिँ जति पनि लिडरहरू छन् उहाँहरू हुनुहुन्न, अहिले जेनजी पुस्ता अथवा यङ जेनेरेसनका व्यक्तिहरूले चाहिँ राष्ट्रको नेतृत्व गर्नुपर्छ भन्ने हुँदाहुँदै अहिले फेरि त्यही ठाउँमा अन्तरिम सरकार गठन गर्दाखेरि पनि वृद्ध महिला त्यहाँ पुग्नु हुने भयो नि त, कसरी जेनजी पुस्तालाई त्यहाँ समेटिन्छ भन्ने चाहिँ यो कुरा खास मलाई प्रश्न गर्न भन्दा पनि त्यो जेनजी वर्गलाई नै सोध्ने प्रश्न हो। त्यसैको कुनै एउटा रिप्रेजेन्टेटिभ छन् पोखरामा भने उसलाई आमन्त्रण गरेर सोध्ने हो। तर के भइदियो भने जुन किसिमका घटनाक्रमहरू घटे नि, दोस्रो दिन भएको विध्वंस र अघिल्लो दिन भएको नरसंहार, त्यो दुईटै घटनाक्रमले गर्दाखेरि पार्टीमा भएका दोस्रो पुस्ता अथवा अहिलेसम्म प्रयोगमा नआएका त्यस्ता सिनियर नै लिडरसिपबाट पनि विकल्प खोज्न सकिन्थ्यो। जुन नरसंहार र जुन वितण्डा, ती दुईटा मेजर घटना घटे नि, त्यो कारणले गर्दा सम्बन्धित दलहरूले पनि अब यताबाट अल्टरनेटिभ दिन सक्नु, यो विकल्पमा जानुपर्छ भनेर संसदमा रहेका दलहरूले बोल्नुपर्ने हो नि। उहाँहरूले बोल्न खोजेको हो संविधानभित्रबाटै सोल्युसन, संविधानभित्रबाटै समाधान गरियोस्। हिजो राष्ट्रपतिले सक्नु भएको छैन भनेर नि आइरहेको छ। फेरि उहाँहरूले बोल्न उहाँहरूलाई अलिकति दे आर सोफोकेटेड नाउ, दे आर ट्रमाटाइज नाउ। त्यो ट्रमाबाट बाहिर आउन सक्नु भएको छैन। ट्रमाबाट बाहिर नआउँदाखेरि उहाँहरूले एकदमै एब्स्ट्र्याक्ट फर्ममा के भन्नुभएको छ भने संविधानभन्दा बाहिर नगइयोस्। हिजो राष्ट्रपतिले भन्दाखेरि पनि म संविधान सम्मतै गर्छु, उहाँको स्टेटमेन्टबाट पनि संविधानभित्रकै गर्नु। मलाई एउटा कानुनको विद्यार्थी मात्रै भनेर सोध्नुभयो भने उहाँको नियुक्ति कानुन सम्मत हुँदैन। तर अहिले जुन परिवेश छ, जुन हामी ट्रमाटाइज सिचुएसनमा छौँ र हाम्रा शीर्ष नेतृत्वहरूको एडभोकेट गर्न सम्बन्धित पार्टीका कार्यकर्ताहरू विमुख छन् नि, आफ्नो पार्टी नेतृत्वको डिफेन्ड गर्न उहाँहरूले सक्नु भएको छैन। यो परिस्थितिमा अलिकति तपाईँको घुम्ती बाटोमा हाम्रो केही अब्स्ट्रक्सन भयो भने, ब्यारियर रहेछ भने त हामी काठमाडौँ जाँदाखेरि पनि तपाईँको अलिकति घुम्ती बाटोबाट छिर्छौँ, गल्लीहरूबाट छिर्छौँ। अब मलाई लाग्दछ मूल बाटो केही समयको लागि बन्द भएको कारणले तपाईँको गल्लीबाट घुमेर एउटा पर्टिकुलर डेस्टिनेसन निर्वाचनमै पुग्ने हो। तर जेनजीले पनि एउटा के बुझ्न सकेन भने सुशीला कार्कीको नियुक्ति पनि मुख्य उद्देश्य भनेको अब उहाँले पनि निर्वाचन नै गराउने हो, संसद नै ल्याउने हो भनिसकेपछि त संसद थियो, समावेशी संसद थियो, महिलाको म्याक्सिमम रिप्रेजेन्टेसन भएको संसद थियो। प्रत्यक्षमा आफूले चाहेको निर्वाचित गर्न नसके पनि तपाईँको अप्रत्यक्ष रूपमा समानुपातिक रूपमा तराई, पहाड, हिमाल, विभिन्न जाति जनजातिहरूको तपाईँको एक्सट्रिम फर्म अफ तपाईँको इन्क्लुजन भएको यो थियो। यही भित्रबाट बरु उहाँहरूले पनि प्रस्ताव गर्न सक्नुहुन्थ्यो जेनजीले। तर जेनजीलाई पनि अप्ठ्यारो के भयो भने कुनै एउटालाई प्रस्ताव गर्दा यो मोमेन्ट नै कतै पोलिटिकल्ली नै जान्छ कि। तर संसदमा भएका त तपाईँको राष्ट्रपतिले एउटा दुर्भाग्य हाम्रोमा यस्तो भइदियो कि अहिले एउटा विकल्प, तेस्रो विकल्प हुन सक्थ्यो। जुन राष्ट्रपतिले नियुक्ति गरिएका सांसदहरू राष्ट्रिय सभामा हुनुहुन्छ नि, उनीहरूको नेतृत्वमा तपाईँको गठन गरौँ भन्न सकिन्थ्यो। त्यो पनि पूर्ण संवैधानिक त छैन। तर राष्ट्रपतिले यदि त्यस्ता चेहराहरूलाई तपाईँले लगेर राष्ट्रिय सभामा नियुक्ति गरिदिएको भए आज त्यो के हुन सक्थ्यो, सबैको साझा हुन सक्थ्यो। अरू त सबै दलका सांसद भए,
दलप्रति अविश्वास भयो। जेएनजीले कुनै दलको एउटा यङ इनर्जेटिक है तपाईँले भनेको जस्तो गगन थापालाई सिफारिस गरेको भन्ने सुनेको भए अर्को किसिमको विद्रोह हुन सक्थ्यो कि होल जेएनजी मुभमेन्ट नै इज तपाईँको इन्भिजिबल ह्यान्ड यस्ता नेताहरूले चलाएका थिए। आज तपाईँको बालेनहरू दुला पसेको अवस्था छ। उनी प्रोएक्टिभ भएर यत्रो वार्तामा आउन सकेका छैनन्। हर्का साम्पाङहरू वार्ताका लागि भनेर तपाईँको मुख्यालयको वरिपरि भौतारिरहेको बेलामा अझै बढी पपुलर भएको लिडर बालेनहरू किन आउन सकेनन् भन्दाखेरि कतै म नेतृत्वको लागि दावा गरेर अगाडि बढेँ भने यो सारा विकृति विसङ्गति र क्षति भएको नैतिक जिम्मेवारी पनि ममा त आउँदैन भन्ने कुरा भएले बालेनलाई पनि तर्साएको हुनुपर्छ। त्यही कारण उनी अगाडि जनताका सामु अगाडि आएर उभिन सकेका छैन। अहिले जस्तै अर्को एउटा पक्ष यो पनि राम्रो भन्न सकिन्छ कि यहाँलाई सोध्न चाहे मैले, जस्तै अहिले जुन चाहिँ खास त यो जेएनजी पुस्ताको आन्दोलन हुनुमा मेन लिडर त बालेन नै होला। बालेनसँग के अपेक्षा थियो होला सायद, मलाई लाग्दैन। त्यो अपेक्षाका कारणले गरेका हुन् कि अथवा चाहिँ जेएनजी भने पनि यो जेएनजी वर्गभित्र सुन्नुहोस् त कति वालिक छन्, कति वालिक नभइसकेका तपाईँको टिन एजभन्दा तलका छन्। यो जेएनजी समूहका धेरैले अघिल्लो निर्वाचनमा मतदान गरिसकेका वर्ग पनि छ। जेएनजीलाई म कुनै दल विशेष कुनै मेयर उपमेयरले उस्काएको भन्दिनँ। उनीहरू अध्ययन गरेका छन्, अनुसन्धान गरेका छन्, देशको अवस्थाको बारेमा जानकार छन् र यदि मैले आह्वान गरेको भए तपाईँले आह्वान गरेर टुँडी खेलमा जम्मा हुँ भनेको भए उनीहरू जम्मा हुन्थेनन्। किनभने उनीहरू कुनैको झन्डाको छारी मुनि कुनै आन्दोलनमा सहभागी हुन चाहन्थेनन्। उनीहरू स्वाभिमानपूर्वक आफै आयोजक र आफै सहभागी भएर आन्दोलन गर्न चाहन्थे। उनीहरूलाई सबै यो व्यक्ति विकृति अब इन्टरनेसनल इन्डेक्समा करप्सनमा नेपाल हाई छ, तर करप्सनका केसमा वर्षमा 5 जना मान्छे पनि तपाईँ जेल पर्दैनन्। हुन त त्यो इन्डेक्समा माथि जानको कारण करप्सनको केसमा तपाईँको कोही समातिएको भए नै त्यो इन्डेक्स कम हुने हो। त्यस कारणले त्यो जेएनजी कोहीबाट परिचालित म भन्दिनँ, तर जेएनजीको आन्दोलनलाई तपाईँको अति नै तपाईँको क्याटालिस्ट भएर संविधान यो अहिलेको संसद भङ्ग नभइकन तिमीहरू नमान है भाइ भनेर घण्टा घण्टामा स्ट्याटस लेख्नेहरूले यत्रो घटनाक्रम भइसकेपछि पछिल्लो 24 घण्टा पछिल्लो 30 घण्टा एउटा पनि स्ट्याटस आएको छैन। संसद भङ्ग नै मूल तिमीहरूको शर्त हुनुपर्छ भनेर स्ट्याटस लेखेर उस्काउनेहरूले त के हुन सक्नु पर्थ्यो भने तिनै भाइहरूको पनि भरोसा यङ एजबाटै बालेनहरूको नेतृत्व हुन सक्थ्यो भन्दाखेरि हो अब कुनै बेला आवेशमा यो संसद जलाउनुपर्छ भन्ने पनि मै हुँ। जलाउने मेरो इन्टेन्सन थिएन, घुसपैठहरूले जलाए। अब नयाँ सिंहदरबार म बनाउँछु, भाइहरूको विश्वास ममा, जस्तो सुशीला कार्कीले स्वीकार्नु भयो त्यसै जेएनजीले स्वीकारेको भए अब यो ढलेका संरचनाहरू म फेरि उठाउँछु। मैले कुनै बेला आवेशमा सिंहदरबार जलाउँछु भने, तर आज संजोगले जलायो, भिडले जिलायो, त्यसप्रति मेरो कुनै संलग्नता छैन। तर भर्चुअल्ली जलेको त मेरो बोलीले जलेको रहेछ भने मेरो कुनै बेलाको बिपी तपाईँलाई याद छ? नेपालमा तपाईँको सशस्त्र द्वन्द्वको बेलामा बिपीलाई त 8-9 वटा मुद्दा थियो। जब उहाँ मेलमिलापको नीति लिएर नेपाल आउने बित्तिकै उहाँलाई गिरफ्तार गरियो अनि अदालतमा बयान लिन जाने बेलामा अनि यहाँ भएको हत्या हिंसाको बारेमा जब उहाँलाई प्रश्न सोधियो के हत्या हिंसामा तपाईँ संलग्न हुनुहुन्छ, फलानुलाई मारे, त्यहाँ बम पड्क्यो, तपाईँ संलग्न हुनुहुन्छ भन्दा बिपीले भन्नुभयो बम मैले पड्काएको होइन, मान्छे मैले मारेको होइन, तर तपाईँका कार्यकर्ता हुँ भन्ने मान्छेहरूले त मारेका छन् नि भन्दा बिपी कोइरालाले त्यतिखेर के भन्नुभयो भन्दाखेरि म कुनै यस्तो मान्छे मार्ने भौतिक सम्पत्ति तहस नहस पार्नेमा मेरो प्रत्यक्ष संलग्नता छैन, तर मेरो विचारबाट कोही प्रभावित भएर कहीँ कसैको हत्या भएको रहेछ, कहीँ धनजनको क्षति भएको रहेछ भने त्यसको सम्पूर्ण जिम्मा मैले लिनुपर्छ भनेर उहाँले अदालतको बयानमा भन्नुभएको छ। आज यदि यस्तै खरानीबाट फेरि मुलुक माथि उठ्ने हो भने त्यसरी नै बयान दिन बिपी त कठघरामा बसेर बयान दिनुभएको थियो, तर बालेनले स्ट्याटसबाटै बयान दिन सक्थे, तर गर्नबाट उनी पनि चुकेको मलाई अनुभूति भएको छ। जस्तै यो आन्दोलनको कुनै चाहिँ बाटो त हुँदैन,
केही कुरा चाहिँ प्री प्लानिङ गरे पनि तर त्यही अनुसार जान्छ भन्ने पनि छैन। तपाईँ पनि 62-63 को आन्दोलनमा सबैभन्दा एकदम क्रान्तिकारी अगुवा गर्ने एउटा युवाको रूपमा चाहिँ तपाईँ पनि हुनुहुन्थ्यो र त्यति बेला तपाईँलाई साथ दिने चाहिँ कमलमणि ढकाल पनि हुनुहुन्थ्यो, स्वर्गीय भइसक्नु भएको छ। त्यो बेलाको आन्दोलनमा चाहिँ तपाईँलाई चाहिँ त्यो आन्दोलनलाई भड्काउन मन लाग्ने अथवा चाहिँ अझै उथलपुथल गराउन मन लाग्ने त्यस्तो भड्काउने हामी भड्काउँथेनौँ नि, हाम्रो नेतृत्व थियो। त्यस्ता उच्छृङ्खल तत्त्वहरूको घुसपैठ हुन्थ्यो, होइन दाइ यहाँ गएर हान्नुपर्छ भन्ने हुन्थ्यो। हामीलाई कतिखेर हान्ने र कतिखेर ब्याक हुने हाम्रो कमान्डमा थियो। 1000 को जुलुस हुँदाखेरि पनि हामीले मसाल हातमा लिएर सबैभन्दा पहिलो टर्च नबालिन्जेल कसैले अरूले बाल्ने अवस्था हुन्थ्यो। अहिलेका जस्ता सोसल मिडियाका दुनियाँ हुन्थेन, तर पनि हामी नेतृत्व गर्थ्यौँ, हाम्रो कमान्डमा हुन्थ्यो, हाम्रो नैतिक जिम्मेवारीमा हुन्थ्यो, सार्वजनिक सम्पत्तिलाई क्षति पुर्याउन दिन्थेनौँ। अहिले के भइदियो भने त्यो सबैभन्दा क्रान्तिकारी भएर अहिलेको आन्दोलनमा आएको जेनजी पुस्ता हो, निस्वार्थ हो। यो केपी ओलीको सत्तालाई पल्टाउन सकियो भने भोलि म सत्तामा पुगेर सिंहदरबार शासन गर्छु भन्ने अभिलाषाले नि गरेको होइन। तर हामीले आन्दोलन गर्दाखेरि यो ज्ञानेन्द्रको सत्तालाई हत्याउन सकियो भने विथिन 5 year MP हुन्छ, विथिन 10 year मिनिस्टर हुन्छ भन्ने पनि सपना थियो। तर पछि थाहा भयो सांसद हुनका लागि के गर्नु पर्दो रहेछ, मिनिस्टर हुनका लागि कति आर्थिक व्यवस्थापन गर्नु पर्दो रहेछ, कति झुट्टा आश्वासन दिनु पर्दो रहेछ भन्ने कुरा जब थाहा भयो त्यसपछि अब हामी अध्ययन अध्यापनतिर लागियो। त्यति बेला त तपाईहरुले हाम्रो कन्ट्रोलमा थियो, हामी नैतिक जिम्मेवारी लिन्छौँ। तर त्यतिखेर के थियो भने हामी त्यतिखेरको जेनजी अवस्थामा गरेको आन्दोलन हो, तर त्यो राजनीतिक तपाईको निरङ्कुश शासकका विरुद्धमा गरेको हो, लोकतन्त्रका लागि गरेको आन्दोलन हो, व्यवस्था परिवर्तनको लागि हो। व्यवस्था परिवर्तन गरेपछि पनि सत्तामा हामी गएर सुशासन दिन्छौँ भन्ने अभिलाषा थियो। तर अहिले भनेको जेनजीले गरेको त हामीले गरेको आन्दोलन भन्दा पनि एक कदम क्रान्तिकारी र एक कदम पवित्र आन्दोलन थियो। यो अर्थमा कि उनीहरूमा सत्तालिप्सा थिएन। सत्ताबाट कसैलाई विस्थापित गरेर हाम्रो पनि सत्तालिप्सा होइन, यिनीहरूको भन्दा हामीले बेटर पर्फर्मेन्स दिन सक्छौँ। यिनीहरूले 20 वर्षमा 30 वर्ष 40 वर्षमा दिन नसकेको निकास हामीले 4 वर्षमा दिन्छौँ भन्ने हामीभित्र हुटुटी थियो। सत्तालिप्सा होइन त्यो, तर यसलाई विस्थापित गरेर हामी आउँछौँ र हामीले सुशासन दिन्छौँ भन्ने थियो। तर अहिलेको यो आन्दोलन भनेको त अझ के थियो, सत्तालिप्सा पनि छैन, खबरदारी थियो। केपी ओलीलाई सत्ताबाट कुर्सी छोड भनेको पनि थिएन। तिमी भ्रष्टाचारीलाई कारबाही गर, तिमी सुशासन देऊ, रोजगारीको अवसर सिर्जना गर, फ्रिडम अफ स्पिच गर, रेस्टोरेसन। हामी त रेस्टोरेसन अफ द पार्लियामेन्ट भनेर हिँडेका थियौँ। यी भाइहरूले त रेस्टोरेसन अफ द मिन्स सो मेनी सोसल मिडिया ब्यानको रेस्टोरेसन भनेका थिए। हेर्नु न, त्यही अर्थमा यो पुस्ताले गरेको आन्दोलन थप क्रान्तिकारी मैले भनेको। तर के भयो, हाम्रो पालामा घुसपैठहरूलाई हामीले घिक्रोमा समाएर कारबाही गर्ने हामीसँग ल्याकत थियो। तर भोलिपल्ट यसरी भयो कि यसरी हाइज्याक भयो आन्दोलनमा कि ती भाइहरूलाई पनि आखिरीमा के थियो भने जेनजी आन्दोलनबाट यत्रो सरकार परिवर्तन भयो, संविधानभन्दा बाहिरबाट पनि अहिले प्रधानमन्त्रीको खोजी भयो भन्ने कुरामा इतिहासमा लेखियो। तर उनीहरूलाई पनि अलिकति कति मर्माहत भयो होला। ती त मेरा भाइ भतिज बहिनीहरू नै हुन्। उनीहरूलाई मलाई एउटा कुरा यहाँसँग जोड, त्यति बेला तपाईँहरूले त्यो बेलामा चाहिँ राजावादीहरूलाई चाहिँ कार्यक्रम गर्न नदिने र त्यो ठाउँबाट लखेट्ने पनि गर्नुहुन्थ्यो। गर्थ्यौँ, किनभने तपाईँले अब कुनै न कुनै एउटा घटनाको रेफरेन्स कुनै न्युज पेपर पढेर भन्नुभयो होला, तर त्यहाँ कोही हताहत भए त्यो साङ्केतिक थियो। अब पुनरुत्थानवादी मान्छेहरूले, पूर्व प्रतिगमनकारीहरूले फेरि टाउको त उठाउने भने उहाँहरूले त्यो संविधानप्रति नै भरोसा जाहेर गरिसकेको अवस्था थिएन। फेरि विस्थापित राजतन्त्रलाई फेरि ल्याउने भनिराख्नु भएको थियो। राजतन्त्रको दमन पनि कम थिएन, तर सङ्ख्यामा तपाईँले के गर्नुभयो भने राजतन्त्रको बेलामा मृत्यु भएको र अहिलेको मृत्यु भएको सङ्ख्यालाई मात्रै काउन्ट गरियो, गुणात्मक कुरा त हेरिएन होइन। त्यतिखेर जुन किसिमको स्वतन्त्रता थिएन, राजाले तपाईँको सबैभन्दा पहिला शाही घोषणा गर्ने बित्तिकै त उनी त सबैभन्दा पहिला उनका सेनामेना त मिडियातिर गएर ताला लाउने अवस्था थियो। त्यसै क्रममा सबैभन्दा राजतन्त्रको विरुद्धमा प्रत्यक्ष शासनमा ज्ञानेन्द्र गइसकेपछि त सबैभन्दा पहिलो विरोध प्रदर्शनी त पिएन क्याम्पसमा भएको थियो, हेलिकप्टरबाट गोली चलेको थियो। तर हामीले के गर्दैनथ्यौँ भने सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउने, धम्क्याउने कुरा हुन सक्थ्यो होला त्यस्ता तत्त्वहरूले टाउको उठाउन खोजे भने, तर क्षति पुर्याउने कुराप्रति भने हामी सचेत थियौँ र हामीले तर्साउने उद्देश्यले त्यस्ता तत्त्वहरूलाई तपाईँको ह्यारेस गर्ने उद्देश्यले हाइट वेट गर्ने कुराहरू केही हुन्थे होलान्।
तर हामीले भौतिक सम्पत्तिलाई क्षति पुर्याउने कुरालाई भने हामीले सख्त मनाइ गर्थ्यौँ। तर कुनै बेला सानोतिनो त्यस्तो भएको रहेछन् भने पनि आजकल भने फेरि फर्केर हेर्दा ग्लानी हुन्छ। अब त्यो कुराले त अझै ट्रिगर, त्यो ट्रमा त विभिन्न घटनाले ट्रिगर गराउँछ नि त। अहिले झन् क्षति भएको सिंहदरबारको देखियो भने त्यतिखेर एउटा सिसामा मात्रै क्षति पुगेको रहेछ भने पनि अहिलेको यो घटना देखेपछि थप आत्मआलोचित भइन्छ। तर मलाई लाग्छ मुलुकका लागि क्षतिभन्दा योगदान बढी पुर्याएको छु। यो देशको लोकतन्त्रको लागि र यो मुलुकका लागि क्षतिभन्दा लाखौँ गुणा बढी योगदान पुर्याएको छु भन्ने आत्मविश्वासका साथ आज तपाईँले निषेधाज्ञा थियो, स्कुटर चढेर लुकेर बस्नु परेको छैन जेनजीको आन्दोलन हुँदाखेरि पनि। किनभने हामीले कहिल्यै पनि अनैतिक तरिकाले 1 रुपैयाँ सङ्कलन गर्न सकिएन। एक ढङ्गले आज म प्राध्यापक भएको त राजनीति गर्न नसकेका कारणले नि हो। राजनीति गर्नका लागि कति प्रपञ्च मिलाउनु पर्दो रहेछ, कति आर्थिक व्यवस्थापन गर्नु पर्दो रहेछ। झुटो बोल्न नसकेर आर्थिक व्यवस्थापन गर्न नसकेका कारणले म आज शिक्षक हुँ। नत्र आज म राजनीतिमै हुन्थेँ। आज उस्तै परे यसरी जसरी संसद आज भङ्ग भयो नि, त्यही पार्लियामेन्टको एउटा सदस्य योगराज लामिछानेको पनि आजबाट मैले त्यो यहाँ एउटा के हुन्थ्यो लगाएको हुन्थेँ। यदि त्यो लगाएको भए आज तपाईँको स्टुडियोमा आउने अवस्था पनि हुन्थेन। तर राजनीतिमा विकृति के भयो? ढाँड छल गर्नुपर्ने र अनावश्यक रूपमा आर्थिक व्यवस्थापन गर्नुपर्ने भयो राजनीति। जो मबाट सम्पन्न, ती दुई काम मबाट हुन नसकेका कारणले नै अहिले तपाईँको के छ भने विद्यार्थीहरूलाई पढाएर आफ्नो जीविकोपार्जन गरेर आज तपाईँको स्टुडियोमा आउने तहमा भए। ती दुई कुरा भनेका करप्सनसँग जोडिएका हुन्, त्यो जेनजीले उठाएको आन्दोलनसँग पनि जोडिएका कुरा हुन्। तर दोस्रो दिनको, मैले त पटक पटक भनेको छु, दोस्रो दिनको घटनाक्रममा जुन क्षति भयो, अब के हो भने मेच्योर्ड कुनै पोलिटिसियनले अघिल्लो दिन गरेको आन्दोलन भएर दोस्रो दिन क्षति भएको भए त त्यो सबै त्यो पोलिटिसियनले जिम्मा लिनुपर्छ भनेर अहिलेसम्म म बोलिसक्थेँ। आज माओवादीको आन्दोलन भएको भए, कङ्ग्रेसको आन्दोलन, रासपाको अघिल्लो दिन आन्दोलन भएर त्यति क्याजुअलिटी भएको, तर भोलिपल्ट सिंहदरबार चलेको भए पनि ल क्याजुअलिटीप्रति त्यो त स्वाभाविक रूपमा हामी त वी आर सो नर्भस। अहिले बस्दा पनि हामी कति घरिघरि हामी बोल्दै जाँदा जोसिलो भए पनि जब हामी त्यो घटना 23 गतेको सम्झन्छौँ हाम्रो जोस सबै हराएर जान्छ। तर राजनीतिक पार्टीले गरेको कार्यक्रम भएको भए त हामी सम्पूर्ण जिम्मा उसलाई दिन्थ्यौँ नि त। उनीहरू त स्वस्फूर्त रूपमा आएका थिए, करप्सनको विरुद्धमा आएका थिए। त्यसकारण आज के हो भने त्यो भोलिपल्ट भएको क्षतिको जिम्मा पनि उनीहरूलाई लगाउनु हुन। त्यो क्षतिको जिम्मा हाम्रै दलहरूले सुशासन दिन नसकेका कारणले पोलिटिकल पार्टीहरूले के गर्नु पर्यो भने उशृङ्खल तत्त्व प्रवेश गर्यो, तर त्यो तत्त्व त्यहाँसम्म पुग्दाखेरि अगाडि छेक्न सकिएन, पर्याप्त सुरक्षाका स्ट्राटेजिजहरू बनाउन सकिएन। त्यो तत्त्वलाई पनि त्यहाँसम्म जाँदाखेरि पनि प्रहरी पनि मुखदर्शक बन्यो। अब यो सबै कुरामा हामी के छौँ भने अब यसलाई के भने संरचनागत रूपमै त्रुटि भएको थियो। यसलाई सामूहिक रूपमा आत्मआलोचना गर्नुपर्छ राजनीतिक दलहरूले भन्ने मलाई लाग्छ। अब अर्को अन्यलताको विषयहरू त अहिले धेरै नै छन्, किनभने जेनजी पुस्ताले माग गरेका माग नै पुरा हुन्छन् कि हुँदैनन् भन्ने ठुलो प्रश्न पनि छ। उनीहरूलाई पनि विश्वास छैन कतिपय अवस्थामा अहिले लिडिङ गरिरहँदा पनि। तर अब देश चाहिँ, राज्य चाहिँ कतातिर जान्छ जस्तो लाग्छ यहाँलाई? हिजो बेलुकासँग कतातिर जान्छ भन्ने जस्तो लागेको थियो। अब कतातिर जाँदैन। 6 महिनामै भने जस्तो 6 महिनामै निर्वाचन सम्पन्न पहिला जस्तो यो किसिमको जुन अन्तरिम सरकार गठन हुन्छ यसले 6 महिनामा निर्वाचन भने पनि अहिले हाम्रा संरचनाहरू ध्वस्त भइसकेका छन्। अब तपाईँको 6 महिनामै निर्वाचन भने सम्पन्न छैन। ढिलो चाँडो निर्वाचनको विकल्प छैन। निर्वाचन मार्फत निर्वाचनबाट को जित्ने, आवधिक निर्वाचनमा त त्यो सम्बन्धित समयमै जुन राजनीतिक विचार समूहहरूको अथवा व्यक्तिगत रूपमा स्वतन्त्र कोही लडेका छन् भने पनि उनीहरूकै समाजप्रतिको के छ उनीहरूको दृष्टिकोण भनेर जाँच्नकै लागि आवधिक निर्वाचन गर्ने हो। लोकतन्त्रको ब्युटी कसले जित्छ जरुरी भएन, तर संसदीय व्यवस्था भने भन्दा बाहिर देश जाँदैन भन्ने मलाई लाग्दछ। जुन चाहिँ अब प्रत्यक्ष निर्वाचन पद्धति आयो भने जस्तै अहिले चाहिँ तपाईँले भने जस्तो अघि भन्नुभयो नि राजनीति गर्दा चाहिँ पैसाको चलखेल गर्नुपर्ने, आर्थिक व्यवस्थापनको कुरा जुन गर्नुभयो नि, अबको सिनारियोमा त्यो अवस्था रहन्छ कि रहँदैन? कसैले चाहिँ पैसा खर्च गरेर कुनै पनि निर्वाचन पद्धतिसँग लगेर स्थिरता र अनिश्चितता भनेको निर्वाचन पद्धतिले दिँदो रहेछ। अहिले तपाईँको कङ्ग्रेस र एमालेको संयुक्त सरकार भएका कारणले पनि यो यस्तो अवस्था भएको एक ढङ्गले भन्दा। यदि एमाले सत्ता बाहिर भएको भए पनि केपी ओली जस्तो बागपटुता भएका नेताले संसदमा त उहाँ बिरलै जानुहुन्छ।
एक दिन गएर बोलिदिँदाखेरि पनि सरकारलाई कठोरतापूर्वक आलोचनात्मक टिप्पणी गरिदिँदाखेरि पनि सिङ्गो समाजले सरकारको खबरदारी त केपी ओली मार्फतै भइराखेको छ भन्ने बुझ्दथे। नत्र कङ्ग्रेस सरकार बाहिर भएर पनि यो त्यही किसिमको खबरदारी भएको भए कङ्ग्रेसमा त 101 नेताहरू हुनुहुन्छ समाजले विश्वास गरेका, उहाँहरूले बोलेको भए समाजले के बोलेको छ भने हाम्रो आवाज के मार्फत मुखरित भएको छ, संसदमै मुखरित भइराखेको छ भन्थे। र सरकारलाई विरोध गर्नेले पनि प्रतिपक्ष दलले बोलेको संसदको अडियो क्लिपलाई सेयर गरिदिँदाखेरि नै त्यो सम्बन्धित सोसल मिडिया युजरले पनि मेरो आवाज मुखरित भएको छ भन्ने बुझ्थ्यो। तर कङ्ग्रेस र एमालेको सरकार जुन गठन भयो जसका कारणले के गर्यो भने त्यसले पनि सही गतिमा गएर समाधान दिन नसकेपछि तपाईको के हो भने माओवादी पनि असल प्रतिपक्ष हुन सकेन। जनताका माग भन्दा पनि यसका पनि सरकार ढलाउने र आफू नेतृत्व लिने त यसको प्रपञ्च होइन भन्ने रूपमा व्याख्या भयो। यो अहिलेको घटना आन्दोलनमा विद्यार्थी सडकमा जान परेको कारण के हो भने असल तयारी गरेर प्रतिपक्ष सदनमा नगएका कारणले पनि जनताका आवाज जनताका प्रतिनिधिले प्रतिपक्ष दलका नेताका रूपमा सदनमा नबोलिएका कारणले पनि ती प्रतिपक्ष विचारहरू सोझै सडकमा गएर यो आन्दोलनको रूप ग्रहण गरेको। हस्, यहाँले समय दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। अन्त्यमा जुन रूपमा अकल्पनीय रूपमा धनजनको क्षति भएको छ, विशेष गरी 23 गतेको जुन आन्दोलनको क्रममा हाम्रा भाइ बहिनीहरू दिवंगत हुनुभएको छ, उनीहरूको चिर शान्तिको कामना गर्दछु र परिवारप्रति म पनि मर्माहत छु र तपाईँहरू सबैसँग सँगै छु भन्न चाहन्छु। धन्यवाद दिन चाहन्छु। समयको आफ्नै गति छ, समयसँगै चल्ने हामी हरेक नेपालीको एउटै प्रश्न छ, रैतीबाट नागरिक बन्न पाउने कि जसो जसो पण्डित बाजे उसै उसै फेसका प्रश्नहरूको विश्वासिलो उत्तर खोज्ने अभियानमा कार्यक्रम प्रश्न। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको स्नातक तह प्रथम वर्ष नयाँ भर्ना सम्बन्धी सूचना। यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक तह